एक्जाम नजिक आइसक्यो तर अप्सनल म्याथको केही पनि आउँदैन। पास हुन्छु कि हुँदिन भन्न चिन्ता लागिरहेको छ भने अब चिन्ता गर्न छोडिदेऊ। यो 5 वटा टिप्सलाई कन्सिस्टेन्टली 1 महिनासम्म दे दनादन फलो गर्यो भने ए प्लस त के ए प्लसको आमा बाउ सब आउँछ। फर्मुला थाहा हुनु कति धेरै जरुरी छ यो त मलाई भन्नै पर्दैन। फर्मुलालाई यत्तिकै याद गर्ने कोसिस नगर। तिमीहरू के गर्छौ भने बिहानदेखि रातिसम्म त्यो फर्मुलालाई भनेको लेखे गरेर याद गर्न खोज्छौ र त्यो घण्टा पनि याद हुँदैन। कुनै पनि एउटा फर्मुलालाई याद गरिसकेपछि त्यो फर्मुला रिलेटेडको 4 देखि 5 वटा क्वेसन सल्भ गर्नु, जसले गर्दाखेरि तिमीहरूको क्वेसन सल्भ गर्ने बानी त बस्छ, त्यसको साथसाथै तिमीहरूलाई त्यो फर्मुला पनि याद हुन्छ। एभरेज स्टुडेन्टले के सोच्छ भने ए 1-2 मार्क्स घट्यो के नै भइहाल्यो र, तर टपर स्टुडेन्टहरूले त्यही सानो कुरामाथि ध्यान दिएर 1-2 गरेर 10 मार्क्स जति एक्स्ट्रा पाउँछन्। र यदि तिमीहरू सोध्दैछौ कि 10 मार्क्स धेरै ल्याएर के नै गरिहाल्छ, यो 10 मार्क्सको भ्यालु तिमीहरू त्यसलाई सोध्नु जो एक्जाममा फेल भयो 1-2 मार्क्स कम भएको कारणले। गएको 10 सालदेखि एउटै क्वेसन्सहरू रिपिट भएको भइछ र मैले चाहिँ यहाँ सर्ट डेफिनेसन्सहरूको कुरा गरेको है। यहाँदेखि पनि तिमीहरूले 6-7 मार्क्स इजिली गेन गर्न सक्छौ। जुन मन लाग्छ त्यही च्याप्टर पढ्न सुरु नगरिदिनु। सबैभन्दा धेरै मार्क्स क्यारी गर्ने च्याप्टर र जुन च्याप्टर सबैभन्दा हार्ड छ त्यो च्याप्टरलाई तिमीहरूले सबैभन्दा पहिला पढ्नु र त्यसपछि बाँकीको सबै च्याप्टर्सहरू तिमीहरूलाई अटोमेटिकली इजी लाग्न थाल्छ। यो तिमीहरूको सबैभन्दा ठुलो गल्ती हो। तिमीहरू एउटा च्याप्टर पढ्छौ, अर्को च्याप्टर पढ्छौ, यस्तो गर्दै गर्दै तिमी खालि नयाँ च्याप्टर्सहरू पढे गर्छौ, जसले गर्दाखेरि पहिला पढेको च्याप्टर्सहरू तिमीहरू बिर्सिन्छौ। त्यसैले रिभाइज गर्न कहिले पनि नबिर्सिनु। अप्सनल म्याथ भनेको यस्तो सब्जेक्ट हो जसलाई बार तिमीहरूले प्र्याक्टिस गरिराख्यौ भने मात्र तिमीहरूको दिल र दिमागमा बस्छ। तिमीहरूले 2 दिन मात्र प्र्याक्टिस छोड्यौ भने पनि तिमीहरू नोटिस गर्नु कि तिमीहरूको दिमागबाट कसरी क्वेसन सल्भ गर्ने त्यो नै उडिसकेको हुन्छ। त्यसैले एक्जाम नजिक आइसकेको छ भने चाहिँ तिमीहरूलाई जे आउँछ त्यो रिभाइज गर्न सुरु गरिदिनु। नयाँ च्याप्टर पढ्नको जालमा नफस्नु, नत्र भने जे आउँछ त्यो पनि बिर्सेलाउ र एक्जाममा फेल होलाउ। र आजको भिडियोमा चाहिँ यति नै थियो। यदि तिमीहरूलाई यस्तो हेल्पफुल टिप्स अझै चाहिएको छ भने कमेन्ट गर्नु, लाइक गर्नु, यो च्यानललाई सब्स्क्राइब गर्नु।